चलचित्र सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र वा आवाजहरूको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्छन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठूला पर्दा भएका सिनेमा घर वा चलचित्र भवनमा देखाउन सकियोस्। 19औं शताब्दीबाट नै ग्रीकमा चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भए तापनि चलचित्रको सुरुवात सन् 1915 मा फ्रान्सबाट अगस्ट लुमियर, लुई लुमियर नाम गरेका दुई फ्रान्सेली दाजुभाइहरूले गरेका थिए। नेपालमा निर्मित चलचित्रले 4 दशक भन्दा लामो इतिहास बनाइसकेको छ। दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन। सुरुका अवस्थामा बनेका नेपाली सिनेमाले गाउँघरको वास्तविक कथालाई चित्रण गरेको हुन्थ्यो। गाउँमा हुने शोषण, दमन, गाउँमा हुने प्रेम कथा, सामाजिक परिवेशलाई जीवन्त रूपमा पर्दामा उतारिन्थ्यो। जस्तो कि तुलसी घिमिरेको कथा तथा निर्देशित कुसुमे रुमाल, लाहुरे आदि। 1 दशक अगाडि बनेका चलचित्रहरू अधिकांश गाउँलाई, गाउँकै कथालाई समेटिएको पाइन्थ्यो। विगत केही समय अगाडिदेखि गाउँमा हुने प्रेम कथा, गाउँका सामाजिक कथा, शहरमा बिताइने जीवनशैली, शहरिया जीवन प्रतिको मोह आदि इत्यादिका कथामा चलचित्र कमै मात्र बन्न थालेका छन्। अहिले आएर सकारात्मक शिक्षा दिने खालका चलचित्र भेटिन छोडिएको छ। लुट, मार, डकैत, बलात्कार, सेक्स जस्ता विषयलाई प्राथमिकता दिएर चलचित्र निर्माण हुन थालेका छन्। हुन त यो समयको माग पनि होला, तर समय अनुसार चल्ने भन्दैमा आफ्नो कला संस्कृतिलाई भुल्ने पनि कुरा भएन नि। विशेष गरेर सेक्सुअल चलचित्र बन्ने र बनाउनेको प्रतिस्पर्धा छ अहिले नेपालमा। अहिले सेक्सलाई पहिलो मान्यता दिएर बनाइने चलचित्रले समाजमा एकदमै नकारात्मक सन्देश दिइरहेको छ। नायिकाहरू पनि आफ्नो मान मर्यादा अनि संस्कृतिलाई भुलेर खुलेआम नाङ्गिन थालेका छन्। चलचित्रमा हुने संवाद पनि एकदमै अश्लील र अमर्यादित हुने गरेका छन्। कथावस्तु पनि त्यस्तै अपाच्चे हुने गरेका छन्। कसले कति बढी लुगा फुकाल्ने र कसले बढी अश्लील शब्द बोल्ने भनेर प्रतिस्पर्धा हुन थालेको छ चलचित्र बजारमा। विगत केही समय अगाडिदेखि नेपाली चलचित्र कर्मीहरूलाई एउटा दिवा सपनाले लट्ठाएको छ। हिन्दी चलचित्र भन्दा पनि अश्लील र भद्दा दृश्य मात्र नभएर समाजमै अपाच्य हुने खालका शब्दहरूको प्रयोग चुलिँदै गएको हो। पछिल्लो समयमा लुट र चपली हाइट जस्ता चलचित्रमा बोलिएका अश्लील शब्दको प्रयोगसँगै यी चलचित्रले राम्रो व्यवसाय गरेपछि भविष्य नै नहेरी सस्तो लोकप्रियताको लागि चलचित्र बन्ने क्रम वात्तै बढेको छ। अर्कोतिर यस्ता आपत्तिजनक दृश्य र आपत्तिजनक संवादको विषयमा नायिकाहरूसँग कुरा गर्दा आफूहरूले कथाले मागेको दिएको बताएर तर्किन्छन्। कथाले मागे नाङ्गिन समेत पछि नपर्ने उनीहरू बताउँछन्। उनीहरूको यो कथनले यो प्रश्न हुन्छ कि मात्र चलचित्र खेल्न तयार छन्, त्यसको मर्यादातिर होइन। नेपाली चलचित्र उद्योगमा अब त्यो दिन पनि आउन धेरै छैन। चलचित्र बनाएर नायिकाहरूलाई नङ्ग्याउने। नेपाली चलचित्र निर्माण गर्ने क्रममा समय र युवा पुस्ताको चाहना अनुसार बनाउने लहरका नाममा अत्यन्तै निम्न स्तरका संवाद र दृश्य राखेका छन्। पछिल्लो समयमा नेपाली चलचित्र निर्माता निर्देशकले अश्लीलता फैल्याउने किसिमको चलचित्रमा जोड दिन थालेपछि त्यसबारे पुराना नेपाली कलाकारहरू रुष्ट बनेका छन्। नेपाली चलचित्रमा देखिएको अश्लील दृश्यहरूमा चुम्बन दृश्य पनि सामान्य बन्दै गएको छ। हलिउड चलचित्रमा यस्ता चुम्बनका दृश्यहरूलाई सामान्य मानिन्छ। अहिले बलिउडमा पनि सामान्यकरण हुँदैछ चुम्बनका दृश्यहरू चलचित्रमा। अहिले नेपाली चलचित्र फाँट पनि यस्तै किसिमको रूपान्तरणको प्रयासमा अगाडि बढिरहेको छ। यसैको ज्वलन्त उदाहरण हो पछिल्ला केही चलचित्रका पोस्टरमा देखिएका चुम्बनका दृश्यहरू। कुनै कुनै चलचित्रमा चुम्बन दृश्यले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। कुनै चलचित्रमा चुम्बनलाई मूल मर्मको रूपमा प्रस्तुत गरिएको हुन्छ भने कुनै चलचित्रमा केवल आकर्षणको वस्तुको रूपमा मात्र प्रयोग गरिएको हुन्छ। विशेष गरेर प्रेम कथामा आधारित चलचित्रहरूमा नायक नायिका बीचको अभिव्यक्तिको सशक्त माध्यमको रूपमा चुम्बन दृश्य राख्दा उपयुक्त हुन्छ। चुम्बन जस्तो प्रेमको प्रतीक र प्रेमको अभिव्यक्तिको सशक्त माध्यमलाई कसैले रेकर्डको रूपमा प्रयोग गरेका छन् भने कसैले प्रचारको माध्यम बनाएका छन्, जुन गलत हो। पर्दामा चुम्बनका दृश्य अनिवार्य भएको खण्डमा राख्न सकिन्छ, तर त्यसलाई शालीनताको घेराभित्र रही प्रस्तुत गर्नु उत्तम हुनेछ। अन्यथा उशृङ्खल वा अश्लील मानिने कुरा कसैले पनि बिर्सन मिल्दैन। पछिल्लो समयमा अश्लील दृश्य र छाडा शब्द राखेर फिल्म बनाउने होड वात्तै बढेको छ। नयाँ कलाकारलाई पारिश्रमिक दिनु नपर्ने र थोरै लगानीमा पनि कोठे फिल्म बनाउन सकिने भएपछि निर्माता तथा निर्देशक त्यस्ता फिल्ममा आकर्षित भएका हुन्। नयाँ विषयवस्तु, प्रविधि र दृश्य भित्रिनु पर्नेमा अधिकांश चलचित्र यौन केन्द्रित भएका छन्। उसो त यौन दृश्य र संवाद केन्द्रित चलचित्र बजारमा टिकेका छैनन्। अहिले हरेक नेपाली चलचित्र कर्मीको मुखमा एउटै वाक्य झुन्डिएको छ, खत्तम भयो नि नेपाली चलचित्र क्षेत्र। नेपाली सिनेमा र नेपाली दर्शक बीचको यस्तो फाटोको स्थिति
आउनुको कारण के छन्? नेपाली फिल्मको बाटो कतातिर गइरहेको छ भनेर अब अनुमान लगाउन गाह्रो नपर्ला। पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सही दिशातर्फ लान्छ भन्ने कुरा अहिले बहसको विषय बनेको छ। नेपाली चलचित्र मनोरञ्जनका नाममा अश्लीलतातिर उन्मुख भइरहेको भन्दै चलचित्र कर्मी तथा अधिकारवादीले त्यो कार्यलाई तत्काल रोक्दै चलचित्रको अवस्थालाई सबल बनाउनु पर्ने माग गरेका छन्। नेपाली चलचित्रमा छाडापन र अश्लीलता वात्तै बढ्न थालेको छ। यसकाले चलचित्र निर्माणका लागि नाम चलेका र स्थापित कलाकार पनि नचाहिने तथा थोरै बजेटमा चलचित्र निर्माण हुने र उस्तै परे त्यसबाट पर्याप्त आमदानी हुने परिणाम देखिन थालेपछि यस्तो चलचित्रको निर्माणमा तीव्रता आएको हो। विगतका दिनमा निर्माण भएका यी चलचित्रहरूमा छाडा र अश्लील शब्द तथा त्यस्तै दृश्य समावेश गर्न थालिएको छ। हिजो आजका सहरिया युवाबीच चल्ने भाषालाई टिपेको लुटले ओह्रालो लागेको नेपाली चलचित्र बजारमा एउटा तरङ्ग त ल्यायो, तर सँगसँगै एउटा गलत मान्यता पनि स्थापित भयो। नेपाली चलचित्र क्षेत्रमा मनपरी संवादको प्रयोगले चलचित्र चल्छ भन्ने प्रयोगका नाममा अहिले यसलाई उछिन्ने गरी मनपरी संवाद र यौन दृश्य हालेर चलचित्र बनाउने होडबाजी नै चलेको छ। विक्रम सम्वत 2068 सालमा प्रदर्शनमा आएका 65 वटा चलचित्र मध्ये 3 वटाको मात्र व्यापार राम्रो थियो। त्यसैले त अहिले लगानी सुरक्षित गर्न यौन र अश्लील शब्द प्रयोग गरेर चलचित्र बनाएका हुन् भन्ने सजिलै अनुमान पनि गर्नेहरू छन्। यो भिडमा यसरी अश्लील शब्द, संवाद र दृश्यको बाढी आउन थालेपछि सेन्सर बोर्डले पनि चलचित्रको सेन्सरमा केही कडाई गर्न थालेको देखियो। तर पनि यौनजन्य दृश्य राखिएका र अश्लील संवाद सहितका चलचित्र बनाउने क्रम रोकिनुको साटो अझै बढेको छ। त्यसैले समाजको माग अनुसारको भन्दै बनाइएका त्यस्ता चलचित्रले एउटा गम्भीर प्रश्न उठाएका छन् के नेपाली समाजको माग यस्तै अश्लीलता र खुलेआम यौन गतिविधि हो त? यसको जवाब यस्ता चलचित्र बनाइरहेका निर्माता, उनीहरूको रुचि अनुसार चलचित्र बनाउने निर्देशक अनि नाम र दामका लागि जस्तो सुकै दृश्य दिन र संवाद बोल्न नहिचकिचाउने हिरो हिरोइनले दिनु पर्दैन। सेक्सका दृश्य र छाडा शब्द राख्न साथ फिल्म राम्रो चल्ने मनसायले निर्माता निर्देशकका ध्यान गइरहेको छ। चपली हाइटबाट सुरु भएको अश्लील शब्द र दृश्य पछिल्लो समय दि लास्ट किसमा पनि देखिएको थियो। सेन्सर बोर्डले बोलिएका अश्लील र दृश्य शब्दलाई हटाएर 16 वर्ष भन्दा माथिकालाई मात्र हेर्न दिने अनुमति दिएको थियो। ती चलचित्रलाई पछि पार्दै हालै अश्लील शब्द र दृश्यले मात्रै भरिएको चलचित्र एटीएम तयार भयो। अपाचे शब्द, लामो चुम्बन र शारीरिक सम्बन्धको दृश्यको व्यापक प्रयोग गरिएको छ एटीएममा। अब खुल्लम खुल्ला निलो फिल्म हेर्न पाइने देश नेपाल हो भनेर परिचित बन्दैछ। लुट, चपली हाइटका अश्लील शब्दपछि अर्को अश्लील शब्दले भरिएर चलचित्र एटीएमको चर्चा पनि उत्तिकै छ, जहाँ नेपाली समाजले पचाउन नसक्ने अति नै घिनलाग्दो अश्लील शब्द प्रयोग गरिएको छ। आखिर को छ त नेपाली चलचित्र बोर्डमा यस्ता विकृति फैलाउने? यही आधारमा नेपाली चलचित्रहरू अगाडि बढ्ने हो भने नेपाली चलचित्र उद्योगको अन्त्य धेरै टाढा छैन। सकिन्छ भने चलचित्रलाई मर्यादित र सकारात्मक बनाउनु पर्छ कि चलचित्र अत्याधुनिक बनाइनु पर्छ? फेरि अत्याधुनिक भनेको सेक्स वा नायक नायिकाको कपडा फुकाल्नु वा अश्लील शब्द बोल्नु कदापि होइन। तर अहिले नायक नायिका तथा निर्देशकको बुझाइ नायक र नायिकालाई नङ्ग्याउनु र भद्दा किसिमले अश्लील शब्द प्रयोग गर्नु बुझ्नुमा आएको छ। विशेष गरी अहिले नेपाली चलचित्रमा देखा परेका नवनायक तथा निर्देशकहरूमा के हेक्का रहोस् भने चलचित्र मनोरञ्जनको साधन मात्र होइन, समाज विकासको एउटा महत्वपूर्ण हिस्सा पनि हो। हुन त चलचित्र क्षेत्रलाई कतिपयले उद्योगका रूपमा परिभाषित नगरे पनि यो क्षेत्रले हजारौं व्यक्तिको दैनिक रोजीरोटी पूरा गरिरहेको छ। नेपाली चलचित्र नयाँ कि छाडा, विकास कि विकृति भनेर छुट्याउनै गाह्रो हुन थालेको छ। नेपाली फिल्मको बाटो कतातिर गइरहेको छ भनेर अब अनुमान लगाउन गाह्रो नपर्ला। लुट र चपली हाइटसँगै तातेको नेपाली चलचित्र बजार कता जाँदैछ? पछिल्लो पटक नेपाली सिनेमामा यौनजन्य विषय उठान र भद्दा प्रस्तुति हुन थालेपछि नेपाली सिनेमामा विकृति भित्रिएको भन्दै चिन्ता सुरु भएको छ। नेपाली चलचित्रको वर्तमान अवस्थाको विश्लेषणात्मक अध्ययन गर्दा अर्को एउटा पाटो पनि छ जसले नेपाली क्षेत्रको सुधारको दृश्य देखाउँछ। नेपाली चलचित्र सकिन लाग्यो भन्नेहरूले इंगित गरेको वर्तमानको अवस्था भविष्यको लागि पाठ हुनेछ। dcnepal.com का लागि अनिल ढकालको रिपोर्ट।